मुटुको भिडियो एक्सरे जसलाई हामीले इकोकार्डियोग्राफी पनि भन्छौं, यो जाँच गर्दाखेरि हामीले मुटुको बारेमा के थाहा पाउँछौं त आज यसैबारे केही कुरा गरौं। नमस्कार, म तपाईहरुको फिजिशियन डाक्टर विवेक प्रभात शाह, उदयपुर विशेषज्ञ पोलिक्लिनिक गाईघाटबाट। सर्वप्रथम यसले मुटुको आकारको बारेमा हामीलाई जानकारी दिन्छ। अर्थात मुटुको साइज कत्रो छ, ठूलो छ वा सानो छ, मुटुको भित्री भाग जहाँ चाहिँ भल्भहरु हुन्छ त्यसको बारेमा पनि हामीलाई आइडिया दिन्छ। मुटुको भित्री भित्ताहरूको बारेमा पनि यसले हामीलाई जानकारी दिन्छ र अत्यन्तै जरुरी जानकारी के दिन्छ भन्दा मुटुको इजेक्सन फ्र्याक्सन अर्थात मुटुले कसरी कन्ट्र्याक्ट र रिल्याक्स गरिरहेछ, कति प्रतिशत काम गरिरहेछ यसको बारेमा पनि हामीलाई जानकारी दिन्छ। र छुटाउनै नहुने कुरा के हो भन्दा मुटुको बाहिरी भाग जसलाई हामीले पेरिकार्डियम भन्छौं त्यसको बारेमा पनि हामीलाई यसले जानकारी दिन्छ र यो जाँचको पनि केही लिमिटेशन्सहरु छ। यसले मुटुको सम्पूर्ण जानकारी दिदैन। सो हामीले के बुझ्नु पर्यो भन्दा यो जाँच गर्दैमा सबै कुरा थाहा पाइदैन। जस्तै कि कोरोनरी आर्टरीको बारेमा यसले हामीलाई जानकारी दिदैन। कतिपय व्यक्तिहरु झुकिनुहुन्छ कि यसले हार्ट अट्याक कुन नसामा भएको छ, कुन आर्टरीमा भएको छ त्यो जानकारी दिन्छ, यसले त्यो दिदैन। तर हार्ट अट्याक भइसके पश्चात मुटुले कति काम गरिराखेको छ त्यो चाहिँ जानकारी दिन्छ, अनुमान लगाउन सकिन्छ। तर कोरोनरी आर्टरीको एक्ज्याक्ट जानकारी दिने भनेको एन्जियोग्राफी नै हो। हस्त आजलाई यति नै। धन्यवाद।